कति वर्ष हो जुलपी भर्खर जन्मेको छ जुलो जन्मेको थिएन पेटमा भनेपछि 10, 12, 13 वर्ष बिहे गर्नुभएको थिएन बुवाले कामसे जाँदा हजुर कामसे जाँदा बिहे गर्नुभएको थिएन बेचो गर्नु अनि तपाईँलाई लानु भएन दुईपल्ट बिहे गरेको अरे 12 वर्षको उमेरमा दुईखेप बिहा भयो तपाईँको मेरो आमा 12 वर्षको उमेरमा म बुवाको हिसाबले 9 वर्ष पाएर बिहा गरेको म 8 वर्षको थिएँ अनि तपाईँ चाहिँ जानु भएन जान्छु भन्नु भएन अनि को बोल्थ्यो र चाहिँ त्यतिखेर बोल चलनको चलन थिएन बोल्ने चलन थिएन अनि बुवा पहिलो बिहे गर्दा लाज भयो कि के को चाड पाउनु भएको मैतालो ल्यायो अरे मैतालो ल्यायो अरे खसेकी ए यस्तो यो के जाति उतापट्टिका चाहिँ छोरी राम्रा थियो होला 6 वर्षको अब बिहा गरेर 6 वर्ष सुन्नु न उताका चाहिँ छोरी राम्रा थियो होला कताका चन्डाको उता चन्डाडापट्टिका दिदी सालीहरू जेठीका चाहिँ कोही पर्छ त्यही कर्छ त्यही जेठीको छोरी थियो कि थिएनन् छोरी तपाईँ उतापट्टि छोराछोरी भयो कि भएन भएन नि अनि बिहाकै भोलिपल्ट मैतालु पठाएपछि 7 मरे वर्षमा कि बिहा गरेको अनि फेरि 8 वर्षमा 9 वर्षमा बिहा गरेको दुईको बिहा गरेको ए ती चाहिँ मरे कि मरेको ए तपाईँलाई चाहिँ उताका राम्रो थियो र ती गरेको भए हुन्थ्यो त्यो भन्ने तपाईँमा मेरो छोरीभन्दा राम्रो भेट्नुहुन्न तपाईँको आएन आएन छोरी त दुईजनाकै उता चाहिँ केटी थिएन खाएको कुन साली कुन जेठो कुन सालो त्यतिखेर माइको ससुरो चाहिँ आइरहन्थ्यो है माइको अचारमा माइको नि पछि पनि पछिसम्म आउँथ्यो धिना जुमेर आइरहन्थ्यो यो बुढाको त्यो साली त्यसलाई साली भाइ चाहिँ हो नि नानी ललितकी छोरी मेनकालाई दिएको नि बुढाका ससुराको नातिलाई दिएको माइलाको नाति नाति ललित कुन चाहिँ छोरी थियो जेठी जेठी मेनका मेनका ए अचार ना त कता पो अनि माया बुढा गुवा धुने बेला भयो कि गुवा धुन गर्नु अनि ठुल्दिदी बुढी ठुल्दीलाई पहिल्यै दिउँ त्यतिबेला निम्जौरी थिएँ नि त रिउँटा लाग्थ्यो रिउँटा लाग्छ भने कि अनि त साईलाई कि बेच्ने के भने नि लालेकी केटीले ती सानो डोडा खुच्छु छन् माइतीले धोइसकेको छैन त्यही माथि छाउरी म तेरा छोराछोरीलाई रुन्छु मेरा भाइ कि जुत्ता होस् न के मलाई खटन गर्छ भने कि त्यसमा त को हो त्यो बोल्ने को हो अरे सोध्दो रहेछ त माइलो अचार लाग्ने कुन चाहिँ हो कुन बुवालाई बुवाले तपाईँले हेर्न जानुभयो कि त्यतिकै अर्कै भएर बिहे गर्नु कहाँको हेर्ने सौरातीमा काका बाबा खान्छ बुवा हाम्रा बुवा उतै मायाका नै लिङ्गे अचार त नाइ नै तपाईँ बेहुलो भएर मात्रै जानु त्यो भइगएको त काटी अनि मन पऱ्यो नपरेन सक्यो माइतीपट्टि चाहिँ के गर्थ्यो भने हलो तिखा अरे दाइजो पनि दिए बुवा दाइजो पनि दिए जुत्ता चप्पलहरू थियो कि थिएन बुवा जुत्ता चप्पल बेहुलीहरूले बेहुलाहरूले लाउने चलन थियो कि थिएन थिएन नि चप्पल सिएका छाला सिएका थिए सार्कीले सिएका थिएन सार्कीले काँचा छालाका सिलिन्थ्यो बडाङ बजाउँदै दुई दिन लासी बाङ्गा हुन्थ्यो अब यहाँ भेटा बाँधेर माउर कागजको तावै कागज माउर लगाइदिन्थ्यो नि त ए टोपी थिएन सेको फेटा निमो सेको फेटामा नै माउर अनि एउटा माउर गोजीमा हालिदिन्थ्यो कति टाढा थियो त घर ससुराली सग्राती सग्राती भयो माथि एकै दिनमा पुग्नु भयो तपाईँ बेलुकाको रातिको रातिको बिहे हुन्छ नि होइन एउटी देखाए अरे केटी मैले सुनेको चाहिँ नि एउटी केटी देखाए अरे त्यो एउटी छार रोगेर छ हो बुवा पहिला अर्कै देखाएका थिए बुवाले साल पाउनु भएन अनि अर्की देखाएपछि नि अनि तुसेर चाहिँ जगिया निकाल्नु बेहुली निकाल्छन् मनमा निकाल्दैनन् अरे बेहुली निकाल्नु बुबाहरू मुसा परिसक्नु अरे भोकी पर्न थाल्नु गयो अरे दोडा बुबाहरू अनि भरे भरे त बिरामी भएर छारोले भेटेछ अरे अनि बाहिर निकालेपछि उसले त्यस्तो बानी नगर्नु खाने एक भाग खानु कि अनि निकालेपछि जगिया निकाल्दा पनि त्यस्तै दौडाइकन निकालिदियो अरे कुनले क्या त्यो जुरतको त्यो सुँगाएर उठेर बस्यो तपाईँले चाहिँ बेहुलो कति बेला हेर्नु हो त कहिले हेर्नु नै मैले कहिले होइन बुवालाई हेर्नु होला नि त के को हेर्नु बिहे गरेर आउँदा पनि यसो च्याउनु भएन जग्गामा निभाउने 8 वर्ष कति बुवाले जग्गामै हेर्नु हो कि हेर्नु भएन
चाहेछ भनेर भनेछन् हाम्रो कान्छा बाबाले गएर हेरेछन् त्यो बात किन जाइ भनेर कान्छा बाबाले भने अब तोड्नु पर्ने बिहे गर्नु अनि जहाँ परिवार ए उता नमरिकन यता बिहे गर यता बिहे गर्नुपर्छ राडो हुन्छ भने उता सोही मरेर नुने मरेर एउटा विधि भन्छ न सोही मरेर के भन्छन् नि मोबाइलमा नजाने यस्ता अनि टाउको बाबाले अनि अहिले राडो भनौँ राडो होइन के अरे अर्दो तर बुवा अनि त्यस्तो हुनुभएको रहन्छ राम्रो त्यो नमरी यता बिहे विदुर होइन मरेन नि मरि मा कुरा छिनेपछि कुरो छिनाएर बाबा कुरो छिनाएपछि उता मरि भन्ने खबर पुगो बरबटी गयो बरबटी अनि त्यो काम सकेका भोलिपल्ट माया पनि के माया हुनु नदेखेको नकेही नकेही नि म त ल्याइदिनँ नि अनि कति दिन पछाडि चाहिँ तपाईँले बुवालाई देख्नुभयो त बेहुलो एउटा छ भनेर मैले चाल पाउँदा चाहिँ अब बिहेमा पनि चाल पाएँ बिहेमा म जान्दिनँ कस्तो बेहुलो कति बेहुली एउटा अलिकति के छ भने ओह्रालो आउँछ डोलीमा बोक्दा कुम्रो पऱ्यो डल्लो पऱ्यो जस्तो छ त्यति याद छ एउटै डोलीमा बोकेका थिए 5 डोली चढेकी म मैतालु बेहुली पुर्याउने हिउँ बसेर 5 डोली चढेकी अनि बाबाहरू कहाँको बन्दुक माइले भनेको ढाँडे माइले भनेर सुनिस् पछाडि गएको आधा पछाडि त्यस्तो बिहानको सानोतिनो बेहुलो भनेर चिनेको नि झन् बिहा गरेको 1 वर्ष पछाडि मैतान पठाएँ कि देउरालीमा गएर गट्टी खेलेर बस्दा अब त्यो छालाका जुत्ता ती छोडी सुरेडीको काठले ओढाइदिएको थियो ती छोडेर त्यो पुगेर जाँदाखेरि यसो हेर्दा बेहुलाले क्यारे भयो अब दिदीका बिहामा बाजा 9 जना जमाई बाजा बन्नु माघले गर्न खसी काटे कति नाल पड्काएको बन्दुक 22 मनपर्ने 10 नाल 15 नाल 22 नाल अरे पहिले कि राम्री कि अहिले कि राम्री बुवा बेहुली चाहिँ पहिले कि राम्री कि अहिले कि राम्री पहिलेको थाहा पाउनु भएन 4 वर्ष हाम्रो नहेबाले चाहिँ त्यतिखेर त केही हो के ल्याइदिन्छ नि त्यही गोठाले समय हाम्रै बेलाको समय हो हाम्रो बेला पनि गोठाले नै थियो छोरी कसैलाई दिनुहुन्न किलो तिखार्न जान्नेलाई छोरी र ढिँडो खान दिनेलाई छोरी पेटै ढिँडो दियो भने उठालो त्यस्ता दिन पनि थिए एउटै समयमा यस्ता दिन पनि आए त्यो पनि भेटियो अब कति भेटिन्छ कि छोडिन्छ भेटिन्छ अझै नातिका नातिनीका बिहे गर्ने छ बालिकाको चाहिँ बिहामा भेट्यो भने भन्दैछ बालिकाको नानीको यो अब यी हिँडेका केटीहरूको कुरा गर्नु आयो अब उनीहरूले कता हेर्छन् कता त्यो अब सक्यो यी घर छोडेर पाइतो सरे नि अब सरे ए नातिको भनेको त नातिको त बेगरीको छ नातिको बेगरी छ नातिनीको मात्रै रह्यो नातिको छैन छोरापट्टिका नाति पनि उही त हो नि छोरापट्टिका नाति नाति उसको छोरो बनाएको छोरो बनाएको त पनातिमै पुगिहाल्यो पनाति चाहिँ 14 जना पनातिले खिर्काउने कि पनातिले भएन विपना छोराले विपनाको छोराले कहाँ पाउँछ खान्छेवामा आगो हुँदैन यसो गरेर विधि गर्नुपर्छ त्यसो पनि भएन छोरी भएन छँदैछ नाति पछि गरौँ नाति छँदैछ कसको चाहिँ बिहे खान मन लागिरहेको छ त मलाई बिहे गर्दिन पाए हुन्थ्यो चाहिँ कसको लाग्यो बालिकाको र नानी बालिकाको र नानीको यति चाहिँ भेट्न पाए हुन्थ्यो नाति भनेको अब सकियो होइन अनि मलाई नानीको र बालिका नातिले फेरि अस्ट्रेलिया घुमाइदिएला फेरि अस्ट्रेलिया लग्यो भने घुम्न जाने बुवा अस्ट्रेलिया घुमाउन लग्यो भने जाने अनि प्लेनमा यस्तो कुर्सीमा आफै मान्छेले ठेलेर लगेर प्लेन चढाइदिन्छन् अनि
यसो समुद्र हेरेर अनि दुनियाँ हेर्दा समुद्र परनाम होइन त्यही पनि त ममा जन्मेपछि यो दुनियाँ संसार हेरेर दिदीले आफ्नो देश हेर्न पाए भयो आफ्नो देश हेर्न पाए भयो नहिँड्नु सक्छ